नमस्कार अनि स्वागत गर्न चाहन्छु सम्पूर्ण यो भिडियो हेरेर बस्नुहुने दाजुभाइ दिदीबहिनीहरू। आजको ब्लग चाहिँ मैले एमदिनाबाट बनाएको छु। दृश्यमा जुन देखिरहनु भएको छ यो चाहिँ एमदिना गेट हो। अहिले चाहिँ म एमदिनामा पुगेको छु। यहाँ चाहिँ एमदिनामा आज र भोलि फेस्टिभल पनि छ। फेस्टिभल भएकोले मान्छेहरूको भिडभाड पनि निकै देख्न सकिन्छ र म चाहिँ अहिले एमदिनाको बारेमा केही कुरा जानकारी गराउन चाहन्छु। यदि तपाईँ माल्टामा हुनुहुन्छ या माल्टा आउन चाहिराख्नु भएको छ भने एमदिनाको बारेमा जान्न पनि एकदमै इम्पोर्टेन्ट हुन्छ, किनभने यो चाहिँ माल्टाको एउटा अर्को नेसनल हेरिटेज हो एमदिना भनेको। अनि तपाईँ स्किल पास गर्न गइरहनु भएको छ या स्किल पास गर्ने प्लानमा हुनुहुन्छ भने त्यहाँनिर नि एमदिनाको बारेमा क्वेसनहरू सोधिएको छ। जस्तै एमदिनालाई चाहिँ एउटा साइलेन्ट सिटी भनेर चिनिन्छ। एमदिना इज नोन एज साइलेन्ट सिटी भनेर पनि भनिन्छ है। यो चाहिँ एकदमै बबाल ठाउँ छ। यहाँ चाहिँ यो पुरानो राजधानी पनि हो एमदिना। यहाँको जनसङ्ख्या 250 मात्र रहेको छ। यो चाहिँ एउटा माल्टाको सबैभन्दा अग्लो ठाउँमा बनाइएको पर्खालभित्रको एउटा ठाउँ हो। यो ठाउँ चाहिँ खास गरी पहिलाका राजाहरूले बनाएका थिए, किनभने कोही पनि दुश्मनहरू अट्याक गर्न आयो भने इजिली अट्याक गर्न नसकोस् भनेर अलि अग्लो ठाउँमा। अनि यहाँबाट तपाईँ दृश्य देख्न सक्नुहुन्छ। यहाँबाट चाहिँ इजिली दुश्मन आएको हेर्न सकिन्छ र दृश्यमा जुन देखिरहनु भएको छ उता लेफ्ट साइडमा चाहिँ बुजिबा, अगाडि मुस्ता अनि उतापट्टि सेन्ट जुलियन अनि यतापट्टि भाल्याता र यतापट्टि चाहिँ एयरपोर्ट एरिया रहेको छ। र एमदिना चाहिँ अलि एउटा टापुमा बनेको एउटा पुरानो राजधानी हो। यहाँ चाहिँ गल्ली नै गल्ली छ यो भित्र। जब तपाईँ जान गयो भने यो गल्लीहरू बनाउनुको मेन कारण चाहिँ के थियो भने त्यो बेलामा वारको समयमा इजिली एनिमीहरू चाहिँ डाइरेक्ट दुश्मनहरू चाहिँ डाइरेक्ट पोइन्टमा नपुगोस्, अलमल होस्, हराओस् होइन, बाटो हडबड होस् भनेर चाहिँ त्यही आधारले यिनीहरूले चाहिँ सागुरो गल्ली बनाएको भन्ने किंवदन्ती रहेको छ। यो भिडियो तपाईँमा सेयर गर्दा खुसी लाग्यो। अर्को भिडियोमा भेट्ने नै छौँ। तबसम्मको लागि बाई बाई, टेक केयर।